हेलो हेलो नमस्ते नमस्ते। आज चाहिँ हामी एउटा दोहोरी टाइपको गीत भन्नुभएको छ हाम्रो सुनिल सरले। गाउँघरमा अगाडि पछाडि दुईपट्टि बसेर बिचमा नाच्ने गाउने टाइपको गीत चाहिँ हाम्रो दोहा कतारको यो प्लाजाको कुन चाहिँ होटलको भित्र सुटिङ हुँदैछ। त्यसको लागि जानलाई म रुमबाट निक्लिसकेको। हाम्रो यहाँ सोफिया दिदी, उता हाम्रो कल्पना म्याम हुनुहुन्छ। अब यहाँ हाम्रो अरू साथीहरू 3 जना, हाम्रो इमाजीको ग्रुप 3 जना उठाएर हामी लगभग अहिले भिलाजु आइपुग्यो। हामी चाहिँ सुटिङ गर्ने ठाउँमा पुगिसकेको छौँ। अब यहाँनिर स्टार्ट हुन्छ, सबैजना रेडी भइरहनु भएको छ। सर कस्तोसँग आज सुटिङ भइरहेको? एउटा लोकदोरी हो, झ्याउरे गीत होइन। हजुर। आज चाहिँ अब यसको छायाङ्कन हुँदैछ। हजुर। यो चाहिँ अब नेपालबाट आएको गीत हो होइन। हजुर हजुर। यहाँ चाहिँ हामी छायाङ्कन गर्ने तयारीमा छौँ। हजुर। अब लगभग सुरु हुने बेला हुँदैछ। हजुर। यसको क्यामेरा, एडिट, डाइरेक्टर सबै तपाईँ हुनुहुन्छ? सबै म गर्दैछु। एकदम शुभकामना छ है हजुरलाई। सर थ्याङ्क यू। गणेश सर नमस्कार। नमस्कार हजुर। के छ, आराम हुनुहुन्छ? आरामै। हिजो हजुरको गीत मनी माया लगाइदिउँ कि रिलिज भएको छ, कस्तो लागिरहेछ गीत? ठिक छ, भिडियो राम्रै भइरहेछ। एकदम राम्रो छ नि। एकदम राम्रै गइरहेछ अहिलेसम्म। हजुर। हामीले पनि धेरै, मैले पनि 3-4 चोटि हेरेँ। एकदम हामी आफैले गरेको काम हो नि त। जो सोचे भन्दा अझै बढी राम्रो सफल भएर भिडियो बनाए जस्तो मैले पनि महसुस गरेको छु। हुन्छ सर। आज तपाईँहरूकै मेहनतले बनेको हो, मैले भन्दा नि तपाईँहरूले धेरै मेहनत गर्नुभएको हो। हस् सर। हस् यता हाम्रो दिदी बहिनी नाच यहाँ स्टार्ट हुनु भइरहेको छ। यता हाम्रो मोडल सर हुनुहुन्छ के अरे, हाम्रो क्यामेरा यहाँ रेडी छ। हाम्रो यता सुमन सर नमस्कार, आरामै हुनुहुन्छ? आज के छ तपाईँको यो झ्याउरे गीतको विशेष भूमिका? लिप्सिङ भन्नुभएको छ। लिप्सिङ होइन, तपाईँ पूर्वेली स्टाइल नाच्नै पर्छ है। कल्पना नै नमस्ते, के छ, आराम हुनुहुन्छ? नजानु भयो। यता हाम्रो मेकअप गरिराख्नु भएको छ हाम्रो सुमित्रा म्याम, हाम्रो भान्जी हुनुहुन्छ यहाँ। उता हाम्रो म्याडम आज भेट भएको छ। उता हाम्रो म्याडम, उता हाम्रो गाउँलेनी म्याडम हुनुहुन्छ। यता हाम्रो चेलीबेटीहरू हुनुहुन्छ, सबैजना रेडी पोजिसनमा बस्नु भएको छ। नमस्ते बिनाजी। हाम्रो सेरियाजी नमस्ते। घर जाने हुन्छ भोलि, शोभायात्रा छ है तपाईँलाई। नमस्ते हजुर। आराम हुनुहुन्छ? अब स्टार्ट हुन्छ है त। नमस्ते। सन्चै हुनुहुन्छ नि? नमस्ते। यता हाम्रो सरहरू पनि हुनुहुन्छ। हजुर नमस्कार। नमस्ते है, स्वागत छ है तपाईँलाई यो जरुवा पानी युट्युब च्यानलमा। उता सर, यो चाहिँ हाम्रो जिम्बु थकाली रेस्टुरेन्ट। चन्द्र सर, हाम्रो तिमी मलाई माया देवको हाम्रो हिरो चन्द्र सर भेट भएको छ आज। नमस्कार। भिडियोलाई धेरै माया गरिदिनु होला होइन, म त्यही भन्न चाहन्छु। ए तपाईँको अहिले खुल्लामा? हिजो मात्रै रिलिज भएको छ। होइन दिन्छ, अहिले खुल्लामा लिनेको उहाँको एकान्त। हिजो मात्रै रिलिज भएको छ। होइन होइन, ठिकै छ ठिकै छ। क्यामेरा सबै सुटिङको लागि रेडी गर्दैछौँ हामी चाहिँ यहाँ। अब सुटिङ गर्ने तयारी भइरहेको छ। अहिले बहिनीको यहाँ डान्स सिक्ने कार्यक्रम भइरहेको छ। यो बहिनी त डान्सर हो नि त, प्रोग्राममा पुरा नाच्छ नि त। यो बहिनीको बहिनी त सरी छैन। मैले डाइरेक्ट अपलोड गरिदिन्छु क्या। ट्यागहरू नै हाल्नु न, ह्यासट्यागहरू होइन, ट्यागै हाल्नु। मैले अहिले नभ्याएर नत्र गरिदिन्थेँ। त्यो त हाल्ने तरिकामै हुनु। कति राम्रो नाच हो। हातमा समातेर जाउँ न। क्यामेरा पूजा कार्यक्रम भइरहेछ। अब हाम्रो स्टार्ट हुन्छ। ल
जाने केमा यो त मैले भलग युट्युबमा हाल्नु टिकटकमा बनाउनु सबैले ढोगिरहनु पर्दैन मेनमेनले गर्दा हुन्छ क्या आउनु तपाईँ पाल्नु छिटो आउनु ए बिजी हुन्छ सर क्यामेरा ढोग्नु नआउने ढोग्नु न क्यामेरा आएन नि पसन्द अहिले पासपोर्ट के भएछ ढोग्नु न क्यामेरा छिटो भएन तपाईँ टिकटक बनेन ए भयो त हाम्रो सुटिङ चलिरहेको छ एकदमै म्युजिक भिडियो भन्दा पनि बढी टिकटक सुटिङ चलिरहेको छ हाम्रो नानीको इन्ट्री भइसकेको छ हाम्रो सरस्वती बुनुको आज बुनुकै होटलमा भेट्न लागेको क्या भर्खर आउनु भएको अन्जु दिदी खै दिदी एउटै हुन्छ रुममै किन नआउनु दिदीको 2 बजेदेखिको सुट छ सुनिल सरले क्यामेरा मिलाएर अब रेडी हुँदैछ है त हाम्रो सुटिङ गर्नको लागि हाम्रो कृष्ण ढकाल सर पनि आइसक्नु भएको छ हाम्रो चाहिँ एकदमै सुटिङ भट्टाभट भइरहेछ यता फिमेलहरूको लिपसिङ लिने काम भइरहेछ भट्टाभट झ्याम झ्याम ताली पड्काएर दुहा कतारको हाम्रो जिम्बु थकाली रेस्टुरेन्टभित्र एकदम मजाले सुटिङ भइरहेको छ यो गीत चाहिँ हामीले सकेसम्म चाँडै बजारमा ल्याउने भन्ने कुरा आइरहेको छ गीतहरू त हामीले धेरै गरियो दुवा कतारमा सुटिङ तर आउटमा गरिएको थियो तर यसरी चाहिँ दोहोरी टाइपको गीत भने हामीले फर्स्टचोटि सुटिङ गरेको यति धेरै मान्छे राखेर लगभग 30-35 जना मान्छे राखेर यसरी सुट गर्दाखेरि एकदमै रमाइलो फिल पनि भयो मलाई पनि र साथीहरूले पनि एकदमै रमाइलो महसुस गर्नुभएको छ त्यसको लागि हाम्रो सुनिल सुन्दा सरलाई धेरै धेरै धन्यवाद मैले गीत भनिदिइरहेको छु हाम्रो यहाँ सुनिल सरले खिचिरहनु भएको छ एकदम मजाले दिदीबहिनीहरू मजाले ताली पड्काउँछन् कथाले मागेपछि म चाहिँ यो भाइ र बहिनीको पछाडि मादल बजाउनेमा परेको छु वाद्य वादनमा कथाले मागेपछि त गर्नै पर्यो भिडियो सुटिङ सक्यो